तपाईसँग राजा ज्ञान राजासँग त अत्यन्त अनेक खालको तपाईमाथिको प्रताडना थियो नि त्यो बेलामा बैंकहरूको थियो हैन कलेज नपाएको थियो फाइनान्शियल बर्डन स्वाभाविक हुने भयो हैन म तपाईँलाई एउटा कुरा भन्छु मैले आन्दोलन सुरु गर्दाखेरि मैले उहाँलाई भने आज ब्याङ्क विदेशी ब्याङ्कहरूमा 2% 1%मा ब्याजमा पैसा पाइन्छ यहाँ 16% पुर्याएको छ 6%मा एग्रिमेन्ट गराउँछ 16% पुर्याउँछ ब्याङ्क पनि त्यसैको व्यवसाय पनि त्यसैको एउटै व्यक्तिको सबै कुरा भएपछि एक दिन यो देश एक्सट्रिम सिन्डिकेट हुन्छ र एक दिन यो देश लुटिन्छ सीमित मान्छेको हातमा जान्छ यो जग्गा धनीबुर्जा सबै मान्छे 85% मान्छे त्यो उसमा परेका छन् भनेर मैले सबै कुरा गरेपछि अब के गर्ने पर्छ तपाईँले बुझेको कुरा र मैले बुझेको कुरा यही हो अब मैले केही गर्न मिल्दैन म त बाहिर छु दुःख लाग्छ सबै रोएर हिँडेको यसरी मान्छे झुनिएर मरेको यसरी शरीरमा पेट्रोल खनाएर हाम्रो पालामा त यसरी हामीले त थाहा थिएन हामीले देश चलाएको बेलामा त कसैले शरीरमा आगो लगाएर मान्छे मर्छ भन्ने कुरा त थाहा थिएन अब अहिले भयो हैन अब सोसियल मिडियाबाट तपाईँले देखिराख्नु भएको छ मैले पनि त्यही देख्ने हो भन्नुभयो उहाँलाई चाहिँ एउटा कुरो के थियो भने देशप्रतिको पीडा मात्रै थियो अरू कुरा केही थिएन है त्यस पछाडि मैले राजालाई लिएर गएर पानसमा दियो बालेर म फर्केर आइसकेपछि मैले केपी ओलीज्यूलाई ले मलाई कारबाही गर्ने कुरो सुने जिल्लाबाट कारबाही गर्ने कुरो सुनेपछि जिल्लाबाट फाइल उठ्यो भनेपछि मैले गएर केपी ओलीज्यू र विष्णु रिमाल त्यहाँ सँगै थिएँ मैले उहाँलाई भनेकै शब्द के भने हजुरबुवा तपाईँले नि राजा ल्याउनु लगाएको मैले ल्याएँ तर म ब्याक भइनँ म नेता थिइनँ म एउटा सच्चा नेपाली थिएँ जे भन्नु त्यही गर्नेमा थिएँ मैले जे भने त्यही गर्ने मैले गरेँ अब अहिले आएर मलाई तपाईँ हजुरबुवा अध्यक्ष म केन्द्रीय सदस्य तपाईँ मलाई कसरी कारबाही गर्ने भनेको होइन नाति अहिले तिमी एउटा राजीनामा दिइराख भोलिपर्सि ल्याइहाल्छु नि भनेर भनेपछि अनि मैले त्यतिखेरै भनेको तपाईँले मलाई ल्याउने जाँदा जाने तपाईँको के देख्नुभयो मलाई तपाईँले के देख्नुभयो त्यस कारणले गर्दाखेरि तपाईँको केन्द्रीय सदस्य तपाईँ राख्नुहोस् तपाईँलाई म 1 वर्षभित्रमा खेल्दै गइन्छु दुर्गा प्रसाद के रहेछ तपाईँले च्यालेन्ज नै गरेर आएको मैले तपाईँलाई सक्दिन्छु भनेको त सक्यो त